नमस्कार असो भन्नु हामीले के गराउने अरे छोरी पिठो पकाउने मोमो बनाउनु मोमो बनाउनुको लागि पिठो तयार पार्ने अनि तरकारीहरू काट्ने प्याज काट्ने लसुन काट्ने अनि हामीले सीमा तयार गर्ने त्यसपछि तेल राख्यौँ अनि यता चटनीको लागि तयार हुँदैछ अदुवा राखेँ नानीले हँसाइराखेको छु म भने पहिलोचोटि बोलेर भिडियो बनाउँदैछु खासै बोल्न आउँदैन है मलाई यो मेरो सानो फुलबारी छ आज बुटोलको मौसम यस्तो छ ल चाहिँ मलाई चटनीमा यसरी धनियाँ राखेको मनपर्छ हाम्रो चटनी पनि तयार भइसक्यो अनि त्यसको लागि मोमोको लागि रोटी बेल्दै यो पहिलो मोमो है कस्तो भएछ हेरौँ है खासै राम्रो त बसेन बनाउन चाहिँ मलाई आउँदैन त्यही पनि घर बनाएको छुट्टै हुन्छ नि त भनेर बनाएको हेरौँ है अब मोमो कस्तो भयो मोमो पनि पाक्यो अनि हामीले घरमा जे बनाए पनि पहिला नचढाइकन हामीले खाँदैन चढाएर मात्र खान्छौँ रेडी भयो बाबुले खाँदैछन् है मम्मी एकदमै मिठो बस मोमो भन्दै खाँदैछन् अनि नानी फेरि हेरेको हेऱ्यो भने मैले भिडियो बनाएको देखेर ल बाई।